साथीहरू तपाईहरुको यो भुल्ने बानी छ कि छैन के? मेरो त यति भुल्ने बानी परेछ कि म त गाली खाँदा हैरान भइसके। तर पनि यो मेरो बानी सुधार भासिने के साथीहरू। मैले आज धेरै दिनपछि चटपटे बनाउँछु भनेर अमिलो टिपेर लिएर आए। लिएर आएर धोएर घरभित्र राखे, रुमभित्र। तर कहाँ राखे? खोज्दा हैरान भए कि मैले भेटेन कि साथीहरू। यति खोजे र पनि मैले नभेटेर फेरि रुखमा गएर टिपेर ल्याएर अनि फेरि बनाएको के। यति धेरै भुल्छु नि म त। मैले कतिपालि गाली खाइसकेँ कि मेरो आमाले भन्छ कि म त बुढी भएर भुल्छु कहिलेकाहीँ, त अहिलेदेखि यस्तो भुल्छस् कि त भोलिपर्सि म जस्तो बुढी भएपछि तँले के गर्छस्? अनि मेरो बुढाले पनि भन्छ कि तँले अरू काम त राम्रो नगरे पनि भुल्ने काम त लिएर बेपत्तै राम्रो गर्छस्। ए भगवान, म त यो सोच्दा पनि मेरो दिमाग त के भएको कि बढी सोचेर यस्तो भएको कि है। म त हैरान हुन्छु तर केही छैन साथीहरू। म त फेरि है त्यो त भुले है साथीहरू, त्यो त भुले। फेरि मैले साथीहरू फेरि एउटा गर्नै नहुने काम भुलेछु के फेरि। के भन्नुहुन्छ भने फेरि मैले तेल फ्राई गर्छु भन्ने थिएँ के। तेलले फ्राई गर्छु भनेको फेरि तेल फ्राई गर्नै बिर्सेछु के साथीहरू मैले। यति भुलक्कड भाछु नि साथीहरू, म यति भुलक्कड भाछु नि क्या नि हो के। यो भुलक्कड बानी नै नसुध्रिने भयो के। तर पनि केही छैन साथीहरू, बनाउन चाहिँ मैले मिठो बनाएँ साथीहरू। म के अरे अलिकति सुक्खा भयो किनभने मैले टमाटर पाएन नि त। सुक्खा भयो, तर सुक्खा भए पनि लास्टै मिठो लाग्यो मलाई। मैले त गम खान थालेँ। यस्तो मिठो लाग्यो नि। तर फेरि हजुरले हातले खायो हातले मुछ्यो नभन्ने साथीहरू। आफूले आफ्नो हात सफा गरिसकेपछि राम्रै लाग्छ के, सफै लाग्छ। हातले खानु जतिको मिठो फेरि केही हुन्न नि। मैले त हातले खाए जस्तो, चम्चाले खायो भने हातले खाए जस्तो नै हुँदैन कि। मतलब